हामी दाउरा खोज्न जाँदैछौँ। यहाँ गहुँ पाकेछ नि दे होइन खान दिन्छन् भनेको होइन र भन्ने तपाईँले सोध के तिमीले गहुँ काट्न पाकेछन् गहुँ भन दे अनि के भन्छन् अनि काट्न आउली र खाना दिन्छन् होइन त खानालाई त गर्नै पर्यो नि गाइस हामी दाउरा काट्न जाँदैछौँ। यो चाहिँ आयो यो चाहिँ लाम्पाउलेको लागि मैले लिएर आइछु गाइस होइन कपाल पर्न नि भ्याएन पानी आउन नि पा दे आया बा अदे यो दोकान राख्नुहोस् त कि यता बाउले साउला आयो हामी ठुल्ठुला जाने होइन र त्यही फेरि लुगा छैनन् साडी दिउँला के म एउटा साडी छ के रो टिप्न लाउन ह दाउरा खोज्न मालदेईलाई साथी लिएर हिँडेको क्या एक्लै डर लाएर खाइहाल्यो भने त खाइहाल्यो नि होइन र अनि मेरो नानी त रुइहाल्छ नि त फेरि कसले पालिदिनु दे तपाईँ त बरु चाहिँ हात खुट्टा गरी खान सक्नुहुन्छ अझै खाने गरी खाने भएको छैन कि नि मेरो नानी त होइन र त्यही संसारी कुहिनु दे यो गाउँलाई हेर्नुहोस् है त गाई छ हाम्रो गाउँ अहिले चाहिँ कोही कति ठाउँ चाहिँ गहुँ छन् कोही ठाउँ चाहिँ मकै छरिसक्नु भयो यहाँ फेरि बालुवा बोक्ने टिम रहेछन् के गाई भनेको छैन कति लुङ्गी लाउने स्टाइल रहेको भलकमा देखिने होला गाई हात नचलाम हामी दाउरा खोज्न जाँदैछौँ ठुल्ठुलातिर अब कत्रो दाउरा भेट्ने त्यस्तो त भन्नुहुन्न ओ मम्मी लाउने स्टाइलै यही हो कि होइन नयाँ अरूभन्दा बेग्लै हुनु पऱ्यो नि होइन हो त नि के गाइस हाम्रो चाहिँ यो ठुल्ठुला भन्छ यतातिर गाइस अब हामी चाहिँ गाउँ छोडेर जङ्गलतिर पस्यौँ यो जङ्गलतिर फेरि दिउँसै किरा लाग्छ क्या त्यही भएर के अरे मलाई एक्लै आउन डर लाग्छ अनि आज चाहिँ पसल बन्द गरेर म यो देहीलाई साथी लिएर आइछु देहीलाई चाहिँ जाम दाउरा लिऊँ मलाई अनि फेरि अहिले आएर के अरे तरकारी बनाउँछु र भात खानु होला भनेको त देहीले मान्नुहुन्न क्या फेरि खाना मात्रै मान्नुहुन्छ हो किन है देही दाउराले मजा नमानेको पनि त बाठी बुढी हुनुहुन्छ होइन हो कि नै भन्नु नि दे के गो पहिरो गो अब बर्खामा झन् कति जाने हो है यता हेर्नुहोस् त दे बुढालाई भेट्न कहाँ हुनुहुन्छ र बुढा मुस्कोट ओहो त्यस्तो याद आछ म बोलाइदिउँ तपाईँको बुढालाई बोलाइदिउँ त्यसो भए मैले है चिने होइन नाम के हो र बुढाको नाम के हो र बुढाको आउनु न के यार कस्तो झिझेको र है अहिले नै झिझेर हुन्छ दाउरा काट्न त बाँकी नै छ नि होइन ओ माई गड जिन्दगी यस्तै हो नगरी काममा पुग्दैन खाना साँझ र बिहान गाइस आफ्नो थाप्लोमा पऱ्यो भने चाहिँ त्यस्तो मम्मीहरूको थाप्लोमा पऱ्यो भने चाहिँ नगरी काममा पुग्छ खाना साँझ र बिहान आफ्नो थाप्लोमा पऱ्यो भने चाहिँ नगरी काममा पुग्दैन खाना साँझ र बिहान यु नो देहीले अहिले बुढालाई सम्झिरहेको छिन् ओ मम्मी मैले चाहिँ बुढालाई सम्झिदिन आओस् भन्नु मिलेन हो र कहाँबाट खबर पाउँछौ र तिमीले हो र
कसले भन्यो फेरि हो र अब जङ्गलतिर जाऊ सुकेको दाउरा जति नै पाइन्छ भन्ने मामाले पाइयो त्यहाँ एउटा दाउरा भएर के गर्नु उतै जाम के होइन त्यहाँ त्यो खोलाले फालेको दाउरा हुन्छ होला के होइन रे तिजु पाक्थे पहिला पहिला त कतिले चाहिँ खल्टु भन्छन् भन्दा नि भनिन्थ्यो हामीले सानोमा खल्टु यस्तो यस्तोलाई अहिले चाहिँ तिजु भन्छन् कतिले हामी पनि तिजु नै भन्छौँ अहिले त अब अहिले चैत वैशाखतिर हो क्या यो खल्टु पाक्ने होइन रे देई हो र हुन त के खाउँछ बिचरा होइन खल्टु त खाने हो तिजु त खाने हो होइन लाइक गाइस हामी ठुलखोलातिर आहम अरूले भने बमोजिम दाउरा चाहिँ त्यो बाटो मुनि कतन अड्क्या छन् मस्तै त्यो खोला के कुकेर गएको छ ओइन्ने भन्नु पर्दैन मेरो घर थियो त करे कहाँ गयो भने हामी चाहिँ ठुलखोला भन्ने ठाउँमा आयौँ यो ठाउँलाई चाहिँ ठुलखोला भन्छ गाइस दाउरा अड्केछ भनेको चाहिँ कहाँ हो भनेपछि नि होला यहाँ हो कि कहाँ हो यहीँ होला नि त्यो काट्न जाम है तिनी दाउरा लिन जाम है हेक त्यस्तो भन्ने भए त म त आउने थिइनँ नि होइन के यता खडा म एक्लै हुन्न मलाई डर लाग्छ के अरे उही पनि छ नि यहाँको गाइस मलाई गाली नगर्नु होला यो देहीको पहिरा नै यस्तै हो साँचो लाने हराउने कुरा हराइहालेछौ के अरे 250 भनेको होइन र कुरा मात्र हुन्छ गाइस हामी अब दाउरा खोज्नुतिर लाग्छौँ साथी भनेर आएर त्यस्तो बैमानी कुरा गर्ने हो र अहिले आएर अब के गर्नु त सजिलोमा दाउरा छैन अप्ठ्यारोमा भए पनि जानै पर्यो के दाउरा लिन अब गाइस यो भिरको बाटोमा झर्ने प्रयास गर्दैछु लोट्यो भने चाहिँ कहाँ पुगिन्छ भनेर मलाई पनि थाहा छैन अलि डोकोसँग आउन सकिन्छ कि सकिन्न गाइस अहिले चाहिँ डोकोसँग रित्तो डोकोसँग चाहिँ जाने कोसिस गर्दैछु देई छोडेर नजाऊ है छोडेर नजाऊ यही खोज के यही हो त्यही खोज पर नजाऊ एक्लै मलाई पनि एक्लै हुन्छु अनि तिमी पनि एक्लै हुन्छौ अनि साथी हुन्छ भनेर आइसकेपछि यसरी बिच बाटोमै मलाई छोडेर तिमी उता गएर त म एक्लै हुन्न भनेको धन्य लडे त्यो म त्यहाँ त हो म बग्ला बुग्लो दाउरा काटेर आइहाल्छु त कस्तो बेमानी कुरा गरेको है ओ मम्मी मम्मी मलाई इडिट सिडिट गर्न आउन गाइस म चाहिँ यहाँ झर्दैछु होइन बाबा यस्तो अप्ठ्यारो छ कि के गर्नु दाउरा देखेपछि मन कन्ट्रोलै हुन्न त यार गाइस एउटा बिस्कुट खान दे होइन अझ चित लाग्यो हिजो बेलुकादेखि भात खाएको छैन भन्नुभयो र एउटा बिस्कुट खान दिएँ अनि दाउरा काट्नु जाम मेरो साथी हुन्छ भने है मैले अहिले त पर जान्छु भन्ने यो देहीले मलाई घात गरेर गाइस अब म सायदै एक्लै हुने हो जस्तो फिल भयो केही छैन एक्लै भए पनि बहादुरको छोरी हो यार डराउनु नै म त त्यही पनि फेरि दिउँसै किरा लाग्छ भन्छन् अनि त्यही भएर डर लाग्छ कि मलाई फेरि किरोले खायो भन्दा खायो यार भोक लागेको बेलामा नपाएर मलाई नै खायो भने के गर्नु